नेपाल भर्सेस कतारको म्याचमा नेपालले केवल 5 रनले म्याच जितेको छ र यो 5 रनले म्याच जित्नुमा सबभन्दा ठुलो कन्ट्रिब्युसन कसको छ भने नन अदर देन नेपालको स्टार क्रिकेटर सन्दीप लामिछाने। तपाईहरु सोचिहाल्नुहोस्, T20 क्रिकेटमा 5 विकेट्स लिनु भनेको आधी टिम नै आउट पार्नु एकजना प्लेयर्सले। सो सन्दीप लामिछानेले हिजो यदि 5 वटा विकेट्स नलिएको भए आज रिजल्ट्स अर्कै आउन सक्थ्यो, किनभने कतारको ओपनर्सहरूले लगभग 100 रनको पार्टनरशिप गरिसकेको थियो है, एकदमै राम्रो खेलिरहेको थियो। तर सन्दीप लामिछानेको जुन चाहिँ बलिङ छ, त्यसैगरी दिपेन्द्र सिंह एडीको जुन चाहिँ फिल्डिङ है, थ्रो, दिपेन्द्र सिंह एडीले त हरेक दिन हरेक म्याचमा जुन चाहिँ थ्रो गरेर आउट पारिरहेको छ प्लेयर्सहरूलाई। सो दिपेन्द्र सिंह एडी एकदमै फास्टेस्ट फिल्डिङको रूपमा हामीले हेरिरहेको छ फिल्डर्सको रूपमा अहिले है, र धेरै तारिफ पनि भइरहेको छ। यदि बल दिपेन्द्र सिंह एडीको हातमा छ भने अब ब्याटर्सहरू कुद्न डराउँछ, किनभने दिपेन्द्र सिंह एडीको थ्रो सिधै गएर डाइरेक्ट स्टम्पमा नै लाग्नेछ हरेक पल्ट। सो हिजोको म्याच आफूमा आफै एकदम रोमाञ्चक थियो। यस्तो लागिरहेको थियो कि कतारले कता न कतै नेपाललाई जित्छ जस्तो, तर अन्तिममा गएर म्याचको रुख नै बदलियो र सन्दीप लामिछानेको 5 विकेट्स हलले गर्दाखेरि नेपालले म्याच हिजो जितेको छ। सो नेपालले म्याच जित्यो र पोइन्ट्स टेबलको हामीले कुरा गर्नु पर्दाखेरि ओमान सबभन्दा टपमा छ, 3टा म्याचमा 3टै म्याच जितेर 6 पोइन्ट्सको साथमा। नेपाल सेकेन्डमा छ, 3टा म्याचमा 3टै म्याच नै नेपालले जितेको छ, तर नेपालको चाहिँ रन रेट अलिकति कम्ती भएको कारणले गर्दाखेरि नेपाल सेकेन्ड पोजिसनमा छ र थर्ड पोजिसनमा छ युएई, जसले 1 म्याच जित्यो 2टा म्याच हार्यो र 2 पोइन्ट्सको साथमा थर्ड नम्बरमा छ। सो यही 3टा टिम्स नै सायदै क्वालिफाई गर्न सक्छ, तर हामी त चाहन्छौँ नेपालले टप गरोस् भन्ने, नेपाल टेबल टप्पर होस् भन्ने। र यो 3टा टिम नै गयो भने अब जुन चाहिँ T20 वर्ल्ड कपमा पनि हामी यो 3टा टिमको बिचमा म्याचहरू हेर्ने पाउनेछौँ। र युएईसँगको जुन चाहिँ म्याच थियो त्यो पनि एकदमै रोमाञ्चक थियो। कतारसँग भन्दा पनि रोमाञ्चक त युएईसँग थियो, किनभने युएईसँग त 1 रनले मात्र नेपालले जितेको थियो भने अब आउने म्याच चाहिँ छ ओमानसँग। सो ओमान पनि नट ब्याड टिम हो र मलाई चाहिँ लाग्छ यहाँनिर सबभन्दा राम्रो टिम यदि नेपालको एउटा एकदम स्ट्रङ अपोनेन्ट कोही छ भने त्यो चाहिँ हो ओमान क्रिकेट टिम। किनभने ओमान क्रिकेट टिमले अस्ति भर्खरै एसिया कपमा जुन चाहिँ इन्डियासँग खेलेको हामीले देख्यौँ, जहाँनिर एकदमै मिराज जस्तो प्लेयर्सहरू छ है, एकदमै राम्रो प्लेयर्सहरू ओमान क्रिकेट टिममा पनि छ। र जुन चाहिँ भोलिको म्याच छ ओमान क्रिकेट टिम भर्सेस नेपाल, यो म्याच चाहिँ एकदमै कडा एकदमै स्ट्रङ म्याच हुनेछ जस्तो मलाई लागिरहेको छ। र यसमा चाहिँ हामी भन्न सक्दैनौँ कसले के जित्छ, हामी चाहन्छौँ कि नेपालले नै जितोस्, हामी चाहन्छौँ कि नेपालले टेबल टप गरोस् भनेर, तर ओमान पनि त्यस्तो सजिलो हामीले लिन सक्दैनौँ। जापानधरि आज क्रिकेटमा एकदमै इभल्भ भएको हामीले देख्यौँ। जापानले जस्तो खालको क्रिकेट खेल्यो अस्ति, हुन त हार्यो, तर हार्न पनि यस्तो खालको लेभलमा हारे कि यस हामी पनि यहाँ क्रिकेटै खेल्न आएको हौँ, हामी त्यसै आएको होइनौँ भन्ने टाइपको खालको पाराले नै जापान हार्यो। सो ओमानलाई त हामीले इजिली लिन नै सक्दैनौँ है। र यदि भोलि ओमानलाई जित्न हो भने मलाई जहाँसम्म लाग्छ कि ओपनर्सकोबाट त्यो स्टार्ट पाउनुपर्छ नेपालले। ओपनर्सकोबाट त्यस्तो राम्रो स्टार्ट पाएको छैन है। कुशल भुर्तेलले त्यस्तो इम्प्याक्ट मैले पारेको जस्तो देखिनँ यो जुन चाहिँ क्वालिफायर्स भइरहेको छ। हालाकि यता आसिफ शेखले त राम्रो इम्प्याक्ट दिइरहेको छ, 2टा हाफ सेन्चुरी पनि हिर्कायो। हिजोको म्याचमा चाहिँ अलिकति छिटो नै आउट भयो, तर कुशल भुर्तेलको पनि एउटा जिम्मेवारी हुनपर्ने हो कि उसले पनि एउटा राम्रो स्टार्ट दिने। मलाई त यस्तो लाग्छ कि बेला बेला अफगानिस्तानको गुरबाज जस्तो लाग्छ कुशल भुर्तेल है। सो त्यस्तो खालको ब्याटिङ स्टाइल लाग्छ मलाई। सो तर त्यस्तो खालको स्टार्ट चाहिँ कुशल भुर्तेलले अलिक दिन सकेको छैन। र बलिङ लाइनअपको कुरा गर्दाखेरि बलिङ लाइनअप एकदमै A1 छ है। सन्दीप लामिछाने अहिले स्टार प्लेयर एकदमै छाइरहेको छ भने नन्दन यादव, सोमपाल कामी सबैजना प्लेयर्सहरूले आफ्नो कन्ट्रिब्युसन दिइरहेको छ। दिपेन्द्र सिंह एडीले एकदमै आफ्नो फिल्डमा कन्ट्रिब्युसन दिइरहेको छ। त्यसै गरी क्याप्टेन रोहित पौडेलले पनि एकदमै अघि फ्रन्ट फुटमा खडा भएर अघि नेपाललाई म्याच जिताइरहेको छ। हिजो कतारसँग पनि 50 रन स्कोर गरेको थियो, हाफ सेन्चुरी हिर्काएको थियो। यदि त्यो हाफ सेन्चुरी हिजो रोहित पौडेलले यदि हिर्काएको थिएन भने आज रिजल्ट अर्कै हुन सक्थ्यो, किनभने 147 को टार्गेट त्यही हाफ सेन्चुरीले गर्दा नै पुराको। अन्तमा आएर गुलसन झाले अलिकति 200 को रन रेटले खेले, त्यसै गरी सोमपाल कामीले पनि लगभग 180 को रन रेटले चाहिँ खेलेको थियो। तर जुन चाहिँ मिडल अर्डरमा आएर रोहित पौडेलले जस्तो खालको हिजो एउटा टेम्परामेन्ट देखाएर म्याचको इनिङलाई अघि बढाए नि, त्यो चाहिँ एकदमै लाजवाब थियो। क्याप्टेन एउटा फ्रन्ट फुटमा आएर क्याप्टेनले आफ्नो टिमलाई त्यसरी जोगाएर र म्याच पनि जिताए, त्यसमा हामी खुसी छौँ। र आउने दिनमा अब भोलि, आज त छैन, भोलि ओमानसँग म्याच हुनेछ, त्यसको निम्ति नेपाललाई अघिबाट नै अल द बेस्ट
टु अल द नेपाल क्रिकेट प्लेयर्स, टु अल द नेपाल क्रिकेट फ्यान्स, किनभने हामी भोलिको म्याच हेर्न एकदमै एक्साइटिङ छौँ।